So, hi guys, if you know me, this is Ganesh Gautam, and I haven't been active on this channel for since very long, and there is a reason for that. That is कि यो च्यानलबाट कमाई एकदमै कम हुन्छ अनि इट्स अ लुप. मैले कमाई कम हुने बित्तिकै भिडियो कम हाल्छु अनि भिडियो कम हाल्ने बित्तिकै कमाई फेरि कम हुन्छ एन्ड नयाँ भिडियो हालेकोमा भ्युज आउँदैन अनि भ्युज नआएपछि फेरि कमाई हुँदैन. सो इट इज अ लुप. अनि प्लस अब साइड बाई साइड यस्तो हो कि हामी एज अ मिडल क्लास हामीले केही पनि काम गर्न अगाडि चाहिँ त्यसबाट पैसा आउँछ कि आउँदैन, त्यसबाट हामीले स्टेबिलिटी लाइफको लागि स्टेबिलिटी छ कि छैन भनेर सोच्नै पर्छ. सो मैले चाहिँ डिसाइड गरेँ कि ओके आई थिङ्क दिस इज नट गुड, यसबाट चाहिँ करियरै बनाऊँ भनेर चाहिँ गाह्रै छ एन्ड स्पोन्सर पनि त्यति साह्रो पाइँदैन कुनै कुनै सर्टेन मन्थ्सलाई छोडेर. त्यसो भएपछि यसमै कम्प्लिटली भर गरेर चाहिँ बस्न सकिएन होइन. एन्ड आई स्विच फर अदर करियर अप्सन्स, अरू प्लेटफर्म्स जहाँबाट कमाउन सकिन्छ. मेरो कलेज नै सँगैसँगै चलिरहेको थियो. सो त्यसपछि मेरो कलेज सकियो अनि त्यसपछि म यता जबमा आएँ. जबमा आउने बित्तिकै 12 घन्टाको ड्युटी हुन्थ्यो. सो आई क्यान नट फोकस अन एनी अदर इन्कम सोर्सेस. सो त्यसपछि सबै कुरा एन्ड भयो, जबमा मात्रै भयो. जबमा आई वाजन्ट ह्याप्पी एट अल होइन. सुरुमा त झन् गाह्रो भयो अभियसली. फ्याक्ट्रीमा एज अ फुड टेक्नोलोजिस्ट गएको होइन, प्लस हाम्रो फ्याक्ट्रीले चाहिँ धेरै इम्प्लोइ हायर नगर्दो रहेछ. लेबरहरू हायर गर्ने धेरै नै छ होइन, 150 जना जति छ लेबरहरू. तर जो सुपरभाइज गर्ने हुन्छ, म्यानेज गर्ने हुन्छ या स्टाफहरू हुन्छ त्यो चाहिँ अलिक कम थियो होइन. हामी त्यत्रो 150 जनाको ठाउँमा हामी जम्मा 8-9 जना मात्रै थियौँ. सो हामीलाई चाहिँ कामको प्रेसर धेरै हुन्थ्यो क्या. म फुड टेक्नोलोजिस्ट हो जसले चाहिँ ल्याबमा टेस्टहरू गर्ने एज अ क्युसी अफिसर गएको हो. मैले त्यो मिक्सर डाई त्यो सेक्सनको चाहिँ सुपरभाइज पनि गर्नुपर्थ्यो अनि आइपिक्युसीको काम पनि मैले गर्नुपर्थ्यो. तल प्याकिङ सेक्सनमा, माथि मिक्सिङ सेक्सनमा, सबैतिर चाहिँ मिक्सिङ सेक्सनतिर केमिकलहरू प्रोपरली हालेछ कि हाले छैन, इन्ग्रिडियन्ट्सहरू प्रोपरली हालेछ कि हाले छैन त्यो पनि हेर्नुपर्थ्यो. भनेपछि केमिस्टको रोल पनि भयो. अब मैले काम गरेको फ्याक्ट्री चाहिँ बिस्कुटको होइन. सो बिस्कुटको हाइट, वेट, साइज, सिलिङ, प्याकिङ अनि कार्डबोर्डहरूको क्वालिटी एभ्रिथिङ हेर्नुपर्ने. सो इट वाज क्वाइट हेक्टिक. इभन त मैले यो सबै कुरा गर्न चाहिँ एक्लैले भ्याउँथिनँ होइन. बट अन टप अफ द्याट त्यहाँ चाहिँ एउटा चक्लेट फ्याक्ट्री नि छ, चक्लेट वेफरको फ्याक्ट्री नि छ. सो त्यता पनि यता पनि ल्याब पनि सबै गर्दा एकदमै गाह्रो भइरहेको थियो. आई वाज स्टिल लर्निङ. मलाई त सुरुको फर्स्ट 10 डेजमै 15 डेजमै 1 मन्थमै मलाई छोड्न मन लागिसकेको थियो. तैपनि आई वाज ह्याभिङ पेसेन्स अनि एटलिस्ट 6 महिनाको लागि चाहिँ आई विल लक माइसेल्फ भनेर बसेको थियो. एन्ड एउटा कुरा होइन, स्यालेरी पनि उनीहरूले इन्क्रिमेन्ट गरिदिएन. मैले भन्न पनि मलाई मन लागेन किनकि नेपालमा स्यालेरीको हालत एकदमै खराब छ. प्लस स्यालेरीको लागि बेगिङ गर्न मलाई मन लागेन. आई थट कि कम्पनी हो भनेपछि त एउटा सिस्टमेटिक वेमा जान्छ होला सोचेको थिएँ. बट यहाँ आएर एक्चुअल रियालिटी बुझ्दा त्यस्तो नरहेछ. अनि मलाई चाहिँ किन मनबाट चाहिँ आफूलाई केही न केही अरू कुरा गर्न मन थियो. सिन्स आई हेभ क्वाइट अ लट अफ स्किल्स रिलेटेड टु अनलाइन अर्निङ. सो मेबी केही गर्न सकिन्छ कि भनेर चाहिँ सोचिरहेको थिएँ हरेक टाइम. तर गर्ने कति बेला, गर्ने कसरी. अलरेडी 12 घन्टा काम गरेर आएपछि घर आएर केही गर्न मन लाग्थेन, थकान महसुस हुन्थ्यो. इभन दो वी डोन्ट ह्याभ एनी फिजिकल वर्क टु डु. हामीले चाहिँ त्यही वाकिङ हुन्थ्यो दिनमा 8,000, 9,000, 10,000, 11,000 भन्दा नि बढी स्टेप्सहरू पनि पर डे हिँड्नु पर्थ्यो किनकि एरिया ठुलो हो नि त. त्यही पनि त्यो बाहेक अरू फिजिकल एक्टिभिटी केही कुरा उचाल्न पर्ने त्यस्तो केही पनि हुन्थेन होइन. सो अरूको लेखी त मेरो जब धेरै सजिलो थियो, इभन फिजिकल्ली पनि एन्ड मेन्टल्ली पनि. अरूको लेखी चाहिँ मेरो जब धेरै सजिलो थियो. बट मलाई किन चाहिँ मलाई अरू नै चिज गर्न मन थियो. सो आई क्विट माई जब. अब जब त छोड्यो तर अब गर्ने के. अगेन आई हेभ सम अफ द आइडियाज होइन. त्यो मध्येमा एउटा हो युट्युब अटोमेसन. युट्युब अटोमेसनमा चाहिँ मैले धेरै थरी गरेको देखेको छु एन्ड आई वान्ट टु रियली गिभ इट ए ट्राई. अनि अर्को चाहिँ मैले ट्रेडिङमा क्वाइट स्कोप देखेको छु. इभन दो इट्स क्वाइट डिफिकल्ट, मैले सिक्नै टाइम लाग्छ एन्ड आई एम क्वाइट नट कन्सिस्टेन्ट अन लर्निङ ट्रेडिङ. बट जे पनि हुन्छ द्याट्स अल्सो माई प्लानिङ होइन. यो दुइटा यसबाट पैसा कमाएर यसमा हाल्न सक्यो भनेदेखि, नेपाली सेयर मार्केटमा हाल्न सक्यो भनेदेखि फर नाउ
एकदमै सजिलो गरेर सोच्दाखेरि महिनाको 1 लाख कमायो भने पनि यहाँको कुनै पनि म्यानेजरको भन्दा बढी स्यालेरी खाइँदो रहेछ। एन्ड मेरो विचारमा यदि हामीले नेपाली क्लाइन्ट होइन कि फरेन क्लाइन्ट टार्गेट गऱ्यौँ भने महिनाको 1 लाख त आरामले खान सकिन्छ हैन। फ्रिल्यान्सिङबाट खान सकिन्छ, युट्युब अटोमेसनबाट खान सकिन्छ, ट्रेडिङ गरेर खान सकिन्छ। तर अल दिज थिङ्स रिक्वायर्स डिसिप्लिन नै चाहिन्छ। And the only thing that will stop you from achieving your goals is you. It's me in my case, right? So I am documenting my 100 days. मैले चाहिँ अब धेरै नभनौँ होइन, मैले 6 मन्थको लागि चाहिँ ग्याप लिएको हो। म 6 महिना ट्राई गर्छु। 6 महिनामा मैले केही उखाड्न सकेँ भनेदेखि इट्स भेरी गुड। यदि मैले केही पनि उखाड्न सकिनँ भने I will go back to the factory, go back to the industry. म पोखरामा पनि कतिवटा ठाउँहरू छ जहाँ गएर इन्टरभ्यू दिन्छु। म नेपालभरि तराईमा कति धेरै ठाउँहरू छ त्यहाँ गएर इन्टरभ्यू दिन्छु। एन्ड कुनै न कुनै कम्पनीले जसै मलाई सेलेक्ट गर्छ नै, अथवा म विदेश जान ट्राई गर्छु। बट फर दिस 6 मन्थ आई विल ह्याभ टु लक इन माइसेल्फ। म सोसल मिडियाबाट एक्सेप्ट युट्युब कम्प्लिटली लग आउट हुन चाहन्छु होइन। आई नो सम डेज त्यस्तो आउँछ जहाँ मैले फेसबुक इन्स्टल गर्छु, इन्स्टाग्राम इन्स्टल गर्छु, एन्ड देन मैले केही फोटोज अथवा भिडियोज अपलोड गर्छु। तर त्यसपछि इट्स ओभर एन्ड म फेरि अनइन्स्टल गर्छु अनि फेरि ब्याक अन द ट्र्याक आउँछु होइन। अनि एउटा कुरा के छ भने डिस्ट्र्याक्सन यति छ नि यो बाटोमा होइन। सिन्स आई एम वर्किङ अलोन, मलाई कसैले गाइड गर्नेवाला, मेरो कोही मलाई सिकाउनेवाला कोही छैन, मलाई अराउनेवाला कोही छैन, मेरो कुनै बोस छैन। सो देयर आर सो मेनी डिस्ट्र्याक्सन्स। त्यसलाई पनि ट्याकल गरेर चाहिँ हाउ क्यान आई ग्रो अनि मेरो डेज कस्तो हुन्छ आई विल सो इन माई भिडियोज होइन। तर यो भन्नको मतलब म भ्लग बनाउँछु भन्न खोजेँ नि होइन। एन्ड आई क्यान नट अफोर्ड मेकिङ भ्लग्स किनकि म डिफ्रेन्ट ठाउँहरूमा घुम्न जान्न। एन्ड इट्स ओन्ली मी, मसँग कोही मेरो फ्यामिली बस्दैनन् होइन। मेरो भ्लग्स त इन्ट्रेस्टिङ हुँदैन मलाई थाहा छ 100%। तर म चाहिँ एज अ सोलो पर्सन दिनभरिमा के गर्नेवाला प्लान गरेछु मैले त्यो एउटा भिडियो बनाएर भन्छु। एन्ड बेलुकामा त्यो जुन एक्सपेक्टेसन थियो त्यसको रियालिटी कस्तो भयो त्यो चाहिँ बेलुकाको भिडियोमा भन्दैछु। एन्ड होपफुल्ली आई विल कन्टिन्यू इट फर 100 डेज। 100 डेज नै किन भनेको भने आई एम फ्रिकिङ इन्कन्सिस्टेन्ट इन एभ्री एरियाज अफ माई लाइफ, चाहे त्यो हेल्थ एन्ड फिटनेस होस् अथवा युट्युब करियर होस् अथवा वाट एभर इट इज, लर्निङ कुनै पनि स्किल लर्न गर्नमा होस्। आई एम फ्रिकिङ इन्कन्सिस्टेन्ट इन एभ्रिथिङ। एन्ड त्यो एउटा बिलिफ छ क्या, लाइक मैले हरेकचोटि ट्राई गर्छु फेल हुन्छु, ट्राई गर्छु फेल हुन्छु। एन्ड त्यसले गर्दा एउटा स्ट्रङ बिलिफ नै बनिसक्यो कि आई एम इन्कन्सिस्टेन्ट इन एभ्री एरिया अफ माई लाइफ। सो आई हेभ टु डु समथिङ अबाउट इट। एन्ड सायद यो नै एउटा च्यालेन्ज हुन्छ। एन्ड यसमा पनि म पास हुन्छु भन्न सक्दिनँ क्या, बिकज it's difficult to keep going every single day, especially when no one is watching at you. So त्यो बेलामा चाहिँ हाउ विल आई म्यानेज टु डु एभ्रिथिङ। अनि मैले गरेको टास्क अथवा काम अनुसारको चाहिँ रिजल्ट्स आयो कि आएन यो सबै पनि म सायद सेयर गर्छु, सायद होइन सेयर गर्छु म। आई विल नट हाइड एनिथिङ होइन। यो जर्नीमा चाहिँ इट्स अ जर्नी एन्ड आई वान्ट एटलिस्ट 1 or 2 of you to join me in this journey। यो 100 डेको जर्नीमा जोइन मी भन्दा नि म सँगै काम गर्ने क्या। जस्तै कि युट्युब अटोमेसन छ नि, मैले के गर्छु यो जिजी च्यानलमा सर्ट्स हाल्छु, जिजी च्यानलमा लङ भिडियोज हाल्छु, अनि गनेक्स्टमा लङ भिडियोज हाल्छु। यो मेरो प्लानिङ छ होइन। तर यिनीहरूमा नेपाली अडियन्स छ क्या अलरेडी। एन्ड आई वान अ टार्गेट इन्टरनेसनल अडियन्स। अनि त्यसको लागि एउटा नयाँ च्यानल खोलेर त्यसमा सर्ट्स बनाउन मन छ मलाई। बट त्यो सबै काम एक्लैलाई गर्न चाहिँ फेरि गाह्रो नै हुन्छ किनकि जस्ट थिङ्क अबाउट इट, एउटा लङ भिडियो, एउटा सर्ट भिडियो, एउटा ब्याकअप भिडियो, एउटा गनेक्स्टमा लङ भिडियो, अनि एउटा सर्ट भिडियो बनाएर अनि फेरि ट्रेडिङको सिक्नु पऱ्यो। कहिले कता जाने काम हुन्छ, कहिले पोखरा जाने काम हुन्छ, कहिले घर जानु काम हुन्छ। एन्ड अनि खाना पकाउनु पऱ्यो अनि त्यसपछि जिम पनि गर्छु भने हो, ट्रेडिङ नै सिक्छु भने हो, धेरै काम छ क्या। ओके, सो एक्लैले गर्न एकदम गाह्रो हुन्छ। एन्ड आई वान्ट एटलिस्ट 1 अकाउन्टेबिलिटी पार्टनर जोसँग चाहिँ अलिअलि स्किल्स होस्, जसलाई अलिअलि इन्ट्रेस्ट होस् यस्तो कुराहरूमा। एन्ड लेट्स वर्क टुगेदर इफ यु आर विलिङ टु बी डिसिप्लिन, लेट्स वर्क टुगेदर। मलाई जस्ट म्यासेज मी अर युट्युबमै कमेन्ट गऱ्यो भने सायद बेटर थाहा होला मलाई होइन।
मेसेजहरू त अब मैले भने नि त इन्स्टा पनि चलाउँदैन फेसबुक पनि चलाउँदैन सो वेयर विल यु मेसेज मी अनि जिमेलमा पनि आई एम नट एक्टिभ म हेर्दिनँ खासै जिमेल पनि त्यही भएर मैले कति धेरै स्पोन्सरसिपहरू पनि गुमाएको क्या मैले जिमेलै नहेर्ने भएर सो या मेसेज मी कमेन्ट डाउन अन युट्युब कि म आई वान वर्क टुगेदर त्यसपछि चाहिँ वी विल टक अन फेसबुक अर मेसेन्जर अर वाट्सएप आई युज वाट्सएप मोस्ट अफ द टाइम सो that's it for this video. I know nobody is watching this but let's see, let's make some comeback, let's try at least, let's try your interest हैन त्यसपछि यदि भएन भने पनि केही त लुज हुनेवाला छैन के I'm just 22 years old so I will not lose anything अनि पछि गएर अबको 3 वर्षपछि यो रिस्क लिन सकिँदैन so let's take this risk right now. अब नेक्स्ट 6 month त्यसो टाइमिङ हैन 6 monthमा होपफुल्ली आई विल मेक 6 महिनामा 3 लाख बनायो भने नि द्याट्स मोर देन आवर म्यानेजर स्यालेरी यार हैन 50,000 60,000 महिना द्याट्स क्रेजी तर इट रिक्वायर्स टाइम इट रिक्वायर्स पेसेन्स let's do this, आई एम एक्साइटेड